के भयो थाहा छ त? के भन्नु भन्नु अब नबताल ल यो ठाउँको नाम के अरे? के हो यो ठाउँको नाम? छ्याएर बोल न छ्या तिमी त भातै खाएनौ के हो? किन नखाएको मन लाग्यो तल हाम्रो लागि पकाइदिनु भएको छ घरमा भात। हो र ल ठिक छ त्यसो भरे हेरे भात पाके त तँ नानी म त तिमीलाई सघाउँदिन नि आफ्नो सामान आफै झार्ने ल? हो है ल बाबा तिमीलाई बोकाउँछु यहाँ भएको सब हाम्रो लागि यो खाना चाहिँ रेडी हुनु पर्यो भाइ तिम्रो गर्लफ्रेन्ड म लगिदिन्छु यार भाइले भनेन माको सम्म खोजेरै मै लगिदिन्छु। भन्नु न कहाँको छ ल यो त अडिसक्यो तिम्रो गर्लफ्रेन्ड गएको छ रे? भन्नु न मा कस्तो मा हो माको ठाउँ पनि छ माई नाइ किन नभन्ने? म लग्दिन त्यो अङ्कललाई यहीँ अगाडि भाइ म लग्दिन साँच्ची? म चाहिँ लान्छु तिम्रो गर्लफ्रेन्ड अब हेर तिम्रो घर सक्रक पाएन ए तिम्रो घर र तिम्रो गर्लफ्रेन्डको घर हो कि नभन त? अनि किन नभनेको त? म लग्दिन नलग्नु कहाँ अरे? मन्दिरको यता भन्दा नि यही झर्दा नै हुन्छ। भाडा माग्न भाडा घरि स्कुलको अगाडि भन्छ घरि मन्दिरको अगाडि भन्छ अहिले नाम्चे भन्छ यहाँ कुन हो यो होइन मन्दिर हो होइन यति नजिक आउनु पनि अब गाडी नै चाहिने न भाइ तिमी किन लजाइरहेको छौ? कहाँको छ रे भाइ तिम्रो गर्लफ्रेन्ड? किन भन न अब चाहिँ सोध्दिन यो लास्ट हो लु तिमी भन म जे क्वेसन गर्छु होइन तिमीले त्यसको उत्तर दियो म भरे तिमीलाई 20 रुपियाँ दिन्छु 20 रुपियाँ ल 30 रुपियाँ तिम्रो गर्लफ्रेन्ड कहाँको छ भन नि त ल कतिमा पर्छ? चारमा? तिमी पनि चारमा होइन? माया गर्छौ गर्लफ्रेन्डलाई कि माया लाग्दैन गर्लफ्रेन्डको? लाग्छ कि लाग्दैन? लाग्छ? अनि छोडेर गयौ त अनि के नभए तिम्रो गर्लफ्रेन्ड अरूले उडाइदियो भने त के गर्छौ? बे गर्छौ? अनि अर्कोले उडाइदिएपछि तिमीले कसरी बे गर्छौ भने? यो सुँगुरले यहाँनिर टाप्टी गरिरहेको छ एकछिन यहाँ सोर्नु पर्ने क्या उयो त्यही अङ्कललाई बोलाएको क्या भाइ अनि अर्कोले गर्लफ्रेन्ड उडाएपछि त तिमीले कसरी बे गर्छौ अब भने? अर्को खोज्ने? अनि तिम्रो गर्लफ्रेन्डको माया लाग्दैन? बिचरा रुन्छ होला त नि अहिले छोडेर गयौ तिम्रो गर्लफ्रेन्ड फोटो छ गर्लफ्रेन्डको? फेसबुक आइडी छ तिम्रो? टिकटक पनि चलाउँछौ? टिकटक चाहिँ चलाउँछौ? गर्लफ्रेन्डले के चलाउँछ? फेसबुक? ए बिचरा भाइको गर्लफ्रेन्ड अनि फेसबुकमा अर्कै बोयफ्रेन्ड होला
रुनु मन लागेको छैन गर्लफ्रेन्डलाई अब छोडेर गयौ अब त भेट पनि हुँदैन फोनमा मात्रै कुरा हुन्छ के गर्छौ अब याद आएको छैन याद आएको छ ल अब त छोडेर गयौ नि किन म त यहीँ बस्छु भन्नु नि म त यहीँ बस्छु म त तिम्रो गर्लफ्रेन्डको नाम त के पो रे के रिदिसा रिदुसा अनि इतुसा नामै इतुसा हो के लिम्बू कति वर्ष पुग्यौ तिमी 7 वर्ष तिम्रो गर्लफ्रेन्ड कति वर्ष पुग्यो थाहा छैन अनि डेटिङ बसेको छौ कि छैनौ डेटिङ बसेको छौ कि छैनौ हौ छैन नबस्ने अब माया लाग्दैन गर्लफ्रेन्डको तल झरेसी त राम्री राम्री केटीहरू हुन्छ अर्कै बनाउने होला न तल झरेसी त कि त्यसलाई नै माया गर्ने छिटो भन न भरे 30 रुपियाँ पाउँदैनौ नि फेरि तिमी त छ्या कस्तो लजाको केटा भएर के गर्न आयो भाइ तिमीले त आयो होला नि त्यही त भन्नु लिम्टी गर्न भयो भाडा मिलाइसक्नु भएको छ अरे त्यो त ल भाइले गर्लफ्रेन्डलाई छोडेर गयो अब म यसरी छोड्नु पाएको म त रुन्थेँ यार धरो रुन्थेँ तिमी खै रुको एकचोटि रुवा न रुवा त गर्लफ्रेन्डको माया लाग्दैन होला नि कहाँबाट रुन्छ भाइ त्यही त होइन भाइ तिम्रो गर्लफ्रेन्डलाई भनिदिन्छु म भने यही बाटो आउँछु कि हामी तिम्रो गर्लफ्रेन्डलाई भनिदिन्छु सक्रकमा कहाँ बस्छ घर थाहा छ कहाँ छ घर भन्दिन कहाँ भन्नु आम्मा भाइ तिम्रो गर्लफ्रेन्ड हामीले आफ्नै दाइ जस्तो सम्झ न त्यही त आहा टेक्चर आइदिइहालेछ नि त न्यु पो निकालेको रहेछ त ए आज त हटिया पो त शनिबार होइन ए होइन आज के बार भन्नु नि हटिया कहाँ लाग्छ भाइ थाहा छ हटिया कहाँ लाग्छ तर भाइ मलाई तिम्रो गर्लफ्रेन्डको नम्बर देऊ न म बोल्दिनँ हौ कहिले मात्रै फोन गर्छु क्या भन न आफ्नै दाइ सम्झ क्या बोल्दिनँ अब भाइको गर्लफ्रेन्डसँग यसो फोन गर्नु क्या अब मेरो भाइसँग माया अझै छ कि छैन कुरा गर्छ कि गर्दै छैनौ भन्ने फोन गर्छु क्या म बोल्दिनँ त्यही त आई लभ यु भन्दै भन्दिनँ म भन त भाइ एकचोटि कसको गाडी हो यो पछाडि गाडी आएको देखेको छैन एकचोटि नम्बर देऊ न भाइ ल किन त्यतिकै नै हुन्छ र कुन्जो भाइ जाने सक्रोपा नाङ सेबु होइन तिमीले ढाक्यौ तिमीले ढाक्यौ डाँडा बजार काटी गाउँ अनि तिमी सोक्रोकमा चाहिँ के स्कुल हिँड्दै जान्थ्यौ कि स्कुल हिँड्दै जान्थ्यौ गर्लफ्रेन्डको माया लागेर होला होइन
कति माया धेरै माया गर्छौ गर्लफ्रेन्डलाई कति हो? माया गर्छौ देखाउ त यस्तो यस्तो नापेर देखाउ न भन त खै भाइ त भन्दैन माया गर्दैन इतुसा कि के अरे न म भनिदिन्छु पखाउन घर खोज्दै खोज्दै जान्छु म टी फर त अनि यहाँनिर माथिल्लोपट्टि त खतम भएछ र तल्लो साइड ल भाइ म घर खोज्दै खोज्दै जान्छु नि है भाइ म त्यो के भन्छ मेरो त्यसरी गर्लफ्रेन्ड अरूसँग पहिला गएको त म त उसको बुढालाई काट्दिन्थ्यो तिमी त के गर्थ्यौ अर्को ल्याउँथ्यौ भाइ तिमी त अर्को ल्याउँछु भन्छौ त माया लाग्दैन गर्लफ्रेन्डको बोल्दैन 30 रुपियाँ पाएन भाइले 30 रुपियाँ पाएन अनि बोल्दैन त नि अनि माया अनि अझै बोल न अनि पो निन्द्रा लाग्दैन त तिम्रो गर्लफ्रेन्डको नम्बर चाहिँ मलाई देऊ न ल अब भरे बाटो बनिँदै होला अब आज पनि रोक्छ जस्तो देऊ न भन न 98 15 33 हो कति छ लास्टमा कति छ कन्ठा छ तिमीलाई आमाई त्यति खतरा है भाइ भाइलाई गर्लफ्रेन्डको माया चाहिँ धेरै नै लाग्छ होइन भनेपछि अब छोडेर गइहाल्यो एकचोटि रुइदेऊ न त अब रुको तिमी अब रुयो है हेर्दा हेर्दै भाइ रुइसक्छ है अब आँखा बोल्दैछ त हेर्दा भाइ रुइसक्यो है अब आँखा टिलिली टल्केको देखिरहेको छु है मैले यहीँबाट बलिरहेछ है बलिरहेछ नरुवा है भाइ होइन एकचोटि रुइदेऊ भाइ अब तिमीले छोडेर गइहाल्यौ गाउँघर अब गर्लफ्रेन्डले त छोडेको छ कि छैनौ गाउँघर त माया मारेर गयौ एकचोटि रुइदेऊ न अब रुइदेऊ गाउँ सम्झेर एकचोटि रुइदेऊ रुवा त गर्लफ्रेन्डले अब अर्कैले डेटिङ लान्छ भनेर रुइदेऊ एकचोटि पानी पऱ्यो भने झन् रमाइलो नि यसो जाडो हुन्छ यसो चिया खाँदै जानुपर्छ एकचोटि रुवा नि त रुइदेऊ न एकचोटि त्यस्तो त अब छोडेर गइहाल्यो अनि नरुनुको लागि त भाइ बिचरा भाइलाई गाह्रो पर्यो आज रातभरि निन्द्रा लाग्दैन होला होइन माया त लाग्छ होला नि लाग्दैन माया लाग्छ भने चाहिँ अनि किन छोडेर गएको त बिचरा नानीलाई धेरै माया लाग्छ अनि धेरै माया लाग्छ भने चाहिँ किन छोडेर गएको म घरमै बस्छु भन्नु नि मम्मीलाई म एक्लै भात जुन पकाउँदै खाँदै बस्छु स्कुल जान्छु पैसा पठाइदिनु भन्नु नि म इतुसा बिना बाँच्नै सक्दिनँ भन्नु नि त्यसलाई खतरा अहिले भनिदेऊ ल एकछिनमा भन न तिम्रो मम्मीलाई थाहा छैन बरु हामी तिम्रो घरसम्म पुऱ्याइदिन्छौँ अनि इतुसाले होइन अनि इतुसाले भात पकाइदिन्छ अनि तिमी भात खाँदै स्कुल जाऊ न अन्त हुन्छ त त्यस्तो राम्रो आइडिया दिइरहेको छ के छ विचार भाइ जाने इतुसा लिनु जाउँ त्यसो भए म जान्छु ल उसले इतुसा लगिदियो भने के गर्छौ तिमी भाइ म त लगिदिन्छु रुवा भन्दा नि रुँदैन रुँदा पो अब यो भाइले साँच्चै नै माया गर्ने रहेछ जोड्नु हुँदैन भने एकचोटि रुवा रुवा अनि यहाँ जाम हो फेरि
रुइदेऊ भाइ रुइदेऊ एकचोटि बाल छैन आँसु भनेको त आउँछ जान्छ नि भाइ गर्लफ्रेन्ड एकचोटि अब तिमीलाई यसलाई छोड्यो भन्दा छैन त नि छैन नि अब त हो थिए पोख्यो बे हो टेङ बे बिजन ओ गाह्रो पो पार्ने पो त लुङ्गा से पहिला जानु दिँदा हुने इन्जिन गाडी लेट्स गो बाडी भनेपछि तिमीलाई याद आउँदैन